Every great artist has a day one. This is hers. Meet Sanvi, my 12-year-old sister. सानो उमेरदेखि नै आर्टमा एकदमै इन्ट्रेस्ट भएको यो बच्चाले यस्तो राम्रो राम्रो स्केचहरू बनाउँछ नि म त टुवानै पर्छु उसले बनाएको देखेर. And as her elder sister, I believe that her art deserves recognition and a lot of appreciation. यो उमेरमै यस्तो डिटेल्ड पोर्ट्रेट्स बनाउन सक्ने बच्चीले राम्ररी प्र्याक्टिस गरिराख्यो भने सोच्नुस् न फ्युचरमा कस्तो दामी आर्टिस्ट बन्छ होला यो. सुरुमा आफ्नो क्रिएसन प्रति कन्फिडेन्स नभएको आर्टिस्टलाई वरिपरिको मान्छेहरूले नै अपलिफ्ट गरेर उसको कन्फिडेन्स बढाउने र उसको स्किल्सलाई शार्पनिङ गर्ने काम गर्न सकिन्छ. मैले पनि आफ्नो ह्यान्डमेड बिजनेस स्टार्ट गर्दाखेरि त्यस्तै भएको थियो र वरिपरिको मान्छेहरूको अप्रिसिएसनले गर्दाखेरि नै मैले राम्रो गर्न सके. मलाई पुरा विश्वास छ कि पछि गएर नानी यस्तो खतरा आर्टिस्ट बन्छ भनेर. त्यसैले म उसको फर्स्ट कस्टमर बने. हामी दुईजनाको फोटोको स्केच बनाऊ अनि म तिमीबाट यो किन्छु पैसा तिरेर भनेर मैले उसलाई अर्डर प्लेस गरेँ. अब मैले गरेको अर्डर यसले प्रोसेस गर्न थालिसकी. लेट्स सी कस्तो बन्छ यो आर्ट. स्टे ट्युन फर पार्ट 2. बाई बाई.